हेलो एभ्रिवान, गुड मर्निङ। स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म अरू बेला भन्दा एकदम बिहानै उठेको छु। वाउ, कस्तो राम्रो छ हाम्रो यो चरीकोटको मौसम हो। पानी पर्ला पर्ला जस्तो भइरहेको छ अनि घाम पनि लागिरहेको छ। अनि भाउजू र म चाहिँ एकदम बिहान रेडी भएर चाहिँ बजार जानुपर्ने काम छ, थोरै सामान ल्याउनु पर्ने छ, त्यही भएर। अनि हिजो चाहिँ हाम्रो घरमा चाहिँ दिवाली थियो नि त साथीहरू। अनि दिवालीको भोलिपल्ट चाहिँ हामीले हाम्रो पाहुनाहरूलाई चाहिँ बोलाएको थियौँ, इन्भाइट गरेको थियौँ यो खाना खानको लागि। त्यही भएर हामी खाना बनाउन तयारी गरिरहेको छौँ। र यता मम्मी चाहिँ खसीको मासु काट्दै हुनुहुन्छ। मम्मीलाई चाहिँ एकदम आउँछ, एकदम पर्फेक्ट हुनुहुन्छ मासु काट्नको लागि। अनि त्यही भएर काट्नु भएको छ। अनि यो चाहिँ मम्मीले काट्नु भएको मासु र हामीले चाहिँ यो मासुलाई सबै बनाइसक्नु पर्ने छ, आज नै बनाउनु पर्ने छ। र यता मेरो भिनाजु चाहिँ प्याज काट्दै हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले प्याज काट्नको लागि लगाएको छौँ। अनि आँखा पोल्यो, एकदम आँखा पोल्यो भन्दै हुनुहुन्छ, तर पोल्यो नि पोलोस्, प्याज त काट्नु पर्यो भनेर प्याज काट्नु लगाएको हामीले चाहिँ। अनि यता म चाहिँ तरकारी बनाउँदैछु। मासु त होइन, तर अर्कै तरकारी बनाउनु लागेको। मासु त एकछिनमा बनाउने हो। र मासुको लागि चाहिँ यता अझै पनि प्याज काट्दै हुनुहुन्छ। धेरै प्याज काट्नुपर्ने छ नि त, मासुको लागि नि प्याज चाहियो, अचारको लागि पनि चाहियो, अनि अरू तरकारीको लागि पनि प्याज चाहियो नि त। त्यही भएर बिचरा धेरै पोले क्या धेरै पोले जस्तो छ, त्यही भएर गाह्रो भयो जस्तो। तर पनि हामीले प्याज त काट्नु पऱ्यो। मम्मी पनि जिस्काउँदै हुनुहुन्छ, त्यति प्याज काट्दा पनि कति गाह्रो भएको हो भनेर। अनि म पनि यता भन्दैछु, त्यति प्याज काट्दा पनि कति नै रुनु पर्ने भनेर जिस्काउँदैछु। तर प्याज काट्दाखेरि त एकदम फुल्छ, यो त सबैजनालाई थाहा नै छ नि त। अनि यता मेरो प्यारी भाउजू चाहिँ खसीको मासु बनाउँदै हुनुहुन्छ। उहाँलाई चाहिँ एकदम मिठो बनाउन आउँछ। यदि हजुरहरूलाई पनि खान मन लागेको छ भनेदेखि चाहिँ हाम्रो भाउजूले बनाएको मासु खान आउनु होला। एकदम मिठो बनाउनुहुन्छ, उहाँलाई थाहा छ नि त यसको कसरी बनाउने, के बनाउने रेसिपी आउँछ उहाँलाई। आउनु त आउँछ हामीलाई पनि, तर उहाँलाई अलिक बढी आउँछ। अनि यो चाहिँ मैले काउली काट्दैछु। काउली चाहिँ काटेर एकछिन घाममा सुकायो भनेदेखि चाहिँ मिठो हुन्छ अरे भनेर सुनेको थिएँ नि त। त्यही भएर मैले चाहिँ काउली काटेर सुकाएँ। त्यसपछि हाम्रो अर्को पनि फेरि कटिङ सुरु भयो। यो चाहिँ हाम्रो नरिवल कटिङ भइरहेछ, किनभने हाम्रो यो पुलाउको लागि बनाएको। अनि म फेरि यता अचार बनाएँ। ओ माई गड, है कति मिठो अचार हो मैले बनाएको भन्दैछु। अनि हामीले सामान त सबै ल्यायौँ, तर चिसो ल्याउन बिर्सेछौँ। त्यही भएर भिनाजुले चिसो लिएर आउनुभयो। बाई बाई साथीहरू।